लेट्स गो मदर आमा दादा लस्सी छ हजुर दिनुस् न दुईटा दादाले निकाल्दिनुहुन्छ हो दादाले चिप्स लाने हो चिप्स मलाई चाहिँ अचेल यो वाला धेरै राम्रो लाग्छ यो लाने हो आमा प्लिज समाति दिनुहोस् यो के हो यो चाहिँ ए भयो यति नै हजुर त्यो लाने अनि दुईटा लस्सी लाने हो ल एउटा अमुल गुल पनि लिए ल भयो पैसा लेट्स गो सो मेरो यो जुत्ता बनाउनुमा चाहिँ मेरो नानाले मद्दत गर्छ प्लिज नाना आउनुहोस् ल के बनाउनु त्यो निकाल्दैन ए यहाँ मेरो नानाले जुत्ता बनाइदिइसकिसक्यो अब यो लगाएर म जाने हो मेरो नयाँ जुत्ता महँगो जुत्ता ब्याक पल्टियो आइएम सो सरी ओके मदर तपाईँ नै बोक्नुहोस् म बिजी छु हिँडेको अब घरदेखि बाहिर निस्किनु बित्तिकै हो खानुपर्ने हो लस्सी अनि यो लस्सी त खानु आँटिसकिसकेको छैन अब अलिकति मात्रै छ यो चाहिँ मलाई लाग्दैछ कि यो लस्सीको कारण नै होला म जो बोल्नु सक्दैछु किनकि म अघि बोल्नु सकेको थिइनँ मेरो दुःखको खबर सुन्नुहुन्छ हौ मैले चाहिँ नङ पालिस लगाउनु नै भुलेछु आज बिहान लगाउने भनेको थिएँ तर भुलेछु दुःखको कुरा चाहिँ यत्रो ठुलो रहेछ नि त हाम्रो घरदेखि चाहिँ नि मिरिक पुग्नु 1 घन्टादेखि अलिकति ज्यादा लाग्छ अरे नि यस मेरो तारिफ त्यही म सुनाउन चाहन्थेँ अब चाहिँ म अमुल कुल निकाल्छु मेरो सबै लगे खानेकुरा मेरो चोकोबाई मात्रै बाँचेको छ अनि एउटा त्यो सकिएको एउटा जुस पनि बाँचेको छ जिन्दगीमा दुःख सुख आउँछ तर मैले धन्न यो अमुल फुल पनि निकालिरहेको थिएँ नभए यो पनि कता लड्थ्यो होला यसले हान्दा नै दुःख फेरि सुई लाउँदा दुःख यो त खतरनाक कोठा छ होला है झापडमा हान्छ त झापड द्याट्स डेन्जरस म चाहिँ यो दुनियाँमा खानु मात्रै जन्मेको रहेछु यस्तो कामहरू मबाट हुँदैन रहेछ भर्खरै काम बिगारेर फेरि म यहाँ बसिरहेको छु अनि मैले चाहिँ कता कता सुने तितिरी खायो भने चाहिँ नि राम्रो हुन्छ भनेर तर मैले ल्याइरहेको छु हुन्छ कि हुँदैन त्यो थाहा भएन तर कोसिस गर्दा के नै हुन्छ वाउ तिर्ने बेला भयो अब कताबाट ए यताबाट चिल्ड्रेन पार्क पो छ त काला हामी चाहिँ यहाँ रिल्स बनाउनु बसिरह्यो अहिले चाहिँ आमाको फोटोसुट हुँदैछ मेरो त खासै भएन कि मलाई राम्रो लागेन अब आमाको तयारी बस्नुहोस् न हुन्छ कालुको कस्तो मन दुखिरहेछ आज रिल्स राम्रो नबनेर कति अरे हौ अबि के साह्रो भगवान् म त मोरै डरले अब तँ बिहा तँ कहाँ चढ्छ यता आउनु त्यो अलिकति यस्तो वरिपरि मात्रै घुमे डर लागेर मोरे दादाले घुमाउनुहुन्छ नि सिधा पाराले बनाउनु म चाहिँ हिँड्नु अन्त तँ त्यसरी चढ्दै ए यस्तो एक राउन्ड मात्रै घुमाइदिनु के ल 3 राउन्ड म चाहिँ यदि घुमिराख्नु 3 राउन्ड भन्दैछ भनेर लु यसले चाहिँ मलाई हेर्नुहोस् त वरिपरि घुमाइसकिसक्यो म चाहिँ चढ्दिनँ मलाई चाहिँ डर लाग्छ यसको चाहिँ म गर्दैछु म बिचमा उभिनु अरे नि त लु म चाहिँ यो वाला घोडामा चढेको थिएँ कता गयो अब चाहिँ जाने हो दादाले सिकाउँदैछ नि उसले कसरी भिडियो बनाउने सिक्दैन हौ मलाई त नि दादाले पर लगेर आफै गरिदिनु भयो अब चाहिँ म जाने हो मैले हेरेको छु नि कस्तो आएको छ तर राम्रै आयो होला 200 रुपियाँमा पनि भक्कु घुमे यहाँनिर चाहिँ नि माछा पनि हुन्छ
मैले चाहिँ देखाएको छुइनँ अहिले नै बडी चाहिँ नि मेरो मामको दिदीको छोरी तपाईँको आमाको दिदीको छोरी त्यही त भन्दैछु त तपाईँको आमाको दिदीको छोरी मेरो मामकै छोरी माम त हो मेरो पनि त कहिले आउँछ होला देख्नु मन लाग्यो त फेरि आँखै फुट्ला यो चाहिँ प्रियाले कान्छी छोरी हो नि त बडीले चाहिँ कहिले पनि मिस नगर्ने भयो बिस्किट ल्याइदिनु चाहिँ कान्छी हो नि त हो कान्छी यही त जादु चाहिँ यही हो जादु त यही हो पहिले पनि यसरी नै बानेको थियो होइन डोरले बान्ला अहिले पनि यसरी नै मेरो माया हो नि त होइन बडी ल यतापट्टिको त टाइटै छ होला टाइटै छ होला टाइटै छ थ्याङ्क यू सो मच बिस्किट लिनु जाँदैछु Yeah. फलो दिस ब्युटिफुल गर्ल Who's beautiful? माई फ्यामिली यसलाई यो नखिर्नै हुँदैन नि त के हेरेको यस्तो 16 5 8 12 यो कुल्ले बल हो आमा नाना कहाँ पुगिसक्नु भयो म यहीँ छु ज्यादा हिँड्नु नै मुस्किल पर्छ हौ फेरि माथि जानु रहेछ त्यहाँ आउनुहुन्छ मलाई जे किन्नु थियो त्यो पनि किनिसकेँ यहाँनिर छ 280 को अघि त बाँदरले लगिदिएको मेरो यहाँनिरको अनि आधा चाहिँ मैले पाएँ चिप्स चाहिँ मैले पाइनँ योवाला पनि मैले त्यहीँ राखिरहेको छु लेकिन अब त्यो जग्गा जब आउँछ नि त्यति बेला म दैलो नै बन्द गरिदिन्छु अब चाहिँ मैले बुझेँ नाना र आमा चाहिँ त्यहाँ कुरा गर्नुहुँदैछ नि त पैसाहरूको अनि म चाहिँ यहाँ बसिरहेको छु किनकि मेरो त्यहाँ काम छैन अब जाने हो घर बाई बाई